फुले बुढो सो हेलो गाइज न्यू डेज न्यू भ्लग लिएर आइसकेको छु होइन आज चाहिँ सोमबार सो ड्याडी मम्मी हुन्छ पछाडि सो जाँदैछु यसो गर्ने सो जो पनि नयाँ हुन्छ मेरो च्यानलमा सब्सक्राइब गरेर जानु होला गाइज होइन त्यहाँको लाग्यो गाइज बिएमडब्लु क्याब त मेरो अर्को क्याब पनि छ होइन मेरो त्यो क्याब त मेरो सो ड्याडी र मम्मी पछाडि साइकल चलाएर भयो पछि गोजी गुरासाई भन्दै त्यहाँ कुकु गाडी आइरहेको छ गोजी गुरासाई ड्याडी र मैले त्यहाँ आज एउटै सर्ट लाख होइन उनाजी एउटै सो मैले नेपालबाट ल्याइदिएको पछाडि हुन्छ पछि होइन सो गाइस अहिले कति बज्यो भन्दाखेरि होइन कति बज्यो भन्दाखेरि सायद 11:02 भएछ निस्किँदा भन्दा ढिला भयो हामी सो आजको जर्नी कता हुन्छ थाहा छैन पहिला त नेपाली रेस्टुरेन्टमा जान्छ माया दिदीको रेस्टुरेन्ट माया दिदी भन्छ तर माया दिदीको नाम चाहिँ के अरे माया दिदी होइन छोरीको नामबाट खोलेको रेस्टुरेन्ट हो सो त्यहाँ गएर खानासाना खान्छौँ अनि त्यसपछि भनेको हाम्रो कताको यात्रा हुन्छ अनि त्यसपछि थाहा हुन्छ गाइस त्यस्तो बुढाबुढी पनि साइकल चलाउँछ क्या यहाँ जापानमा होइन जस्तो मलाई हेर्छ त्यहाँ मैले के गरेको छु हेर्न हजुर यताबाट भन्नु पर्दैन यताबाट जाने भयो ए बाटो काट्नु लगाइरहेको थियो यताबाट जाने भनेर दुईजना अगाडि हिँड्छ कि यता ड्याडी हुन्छ एउटै सर्ट मम्मी हुन्छ पछाडि सो गाइस मैले त खानपिन भ्याइसकेँ होइन ट्याक्क लाएर यता ड्याडी खाँदै हुनुहुन्छ यता अगाडि मम्मी हुनुहुन्छ सो गाइस हामी चाहिँ अहिले पार्कमा आइरहेको छौँ तिनजना यहाँ मम्मी हुनुहुन्छ यता ड्याडी हुन्छ मोबाइल चलाएर उहिरहन् फुले बुढो हेलो यता फुले बुढो म पनि फुले बुढो हो मेरो उता चाहिँ सेतो फुलेको मेरो चाहिँ यो के भन्छ नि मेरो चाहिँ यो रातो फुले म नि फुले बुढो हो यता चाहिँ के फुले बुढो सो गाइस यहाँ पार्कमा आएको यो पार्क त फेरि त्यति राम्रो छैन यहाँ चिप्लेटी छ एउटा चिप्लेटी छ के जिम गर्ने चाहिँ केही छैन सो गाइस आजको लागि भिडियो यही हो ए यहाँ पिङ रहेछ पिङ खेल्न जानुपर्छ गाइस पिङ खेल भन्ने गाइस पिङ खेल्न जानु पिङ रहेछ गाइस पिङ सो व्हाट्स अप पिङ हान्ने गाइस पिङ पनि फलामको डन्डीले मलाई बच्चाले जस्तम सर सी गाइस पिङ ओ मेरो खुट्टाले छुन्छ सो गाइस पिङ सो यता पिङ खेल्छ त गाइस चल सो गाइस पिङ खेल्ने चऱ्यो भने त के हुँदैन यहाँ सो गाइस पिङे त पिङ खेल्ने गाइस दुईवटा पिङ रहेछ पिउ हेर्न नि फलामको डन्डी पिङ छ गाइस कस्तो दामी फुल रहेछ त गाइस कस्तो दामी किरोइन हाना कस्तो दामी फुल रहेछ ओइ कस्तो सानो बोटमा नि कस्तो रङ्गी बिरङ्गी फुल फल्यो कस्तो दामी फुल गाइस यत्रो सानो बोट छ गाइस कस्तो दामी फुल होइन यहाँ पक्कै नटिप फुल भनेर लेखा होला मार्तीको
कौवा जापाना कौवा खरा गाइस गाइस गरिरहेछ कत्रो सानो साइकल रहेछ बच्चाहरूको हेरि हुन्छ थाहै त गाइस यत्रो सानो बच्चाको साइकल छ कत्रो सानो बोटमा स्याउ फल्या छ गाइस होइन कति धेरै स्याउ फल्या मभन्दा अलिकति ठुलो बोट छ रातो स्याउ फल्या यहाँ हेर्न सक्नुहुन्छ रातो रातो स्याउ फल्या ट्याक्क खाउँ जस्तो छ यहाँ चाहिँ फेरि कसैको बारी सारीमा हात हाल्न पाइँदैन क्या यहाँ त पुलिस बोलाइन्छ यिनीहरूले कस्तो रातो स्याउ खाउँ जस्तो छ त्यही पनि खान पाइँदैन गाइस मुखभरि पानी लिएर भिडियो बनाउनु पर्छ गाइस होइन भिडियो मात्र बनाउनु पाइन्छ नत्र यिनीहरू केही चिजमा नि हात हाल्न पाइँदैन क्या यिनीहरूले पुलिस बोलाइन्छ क्या यहाँ चाहिँ त्यस्तो छ गाइस सिस्टम होइन जापानको ट्याक्क लाएर हेर्ने मात्र मुखभरि पानी लिएर अनि जाने हो घर गाइस हेर्दै खाउँ जस्तो स्याउ छ खान पाइँदैन गाइस के गर्नु फेरि पुलिस बोलाइदियो भने झन् आपत पर्छ स्याउ 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 और अगर तुम लोग नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर फूट फेंक के मारो या फिर मोमबत्ती मुझे नहीं पता बस क्लिक हो जाना चाहिए